दक्षिण कोरियाको आधुनिक सहरहरू अग्ला भवन र चम्किला सडकहरूले भरिएका छन्। तर यही आधुनिकताको बीचमा आज पनि जीवित छ सयौं वर्ष पुरानो सांस्कृतिक सम्पदा हानोक। हानोक केवल एउटा घर मात्र होइन, यो कोरियाली सभ्यता, संस्कृति, प्रकृतिप्रतिको सम्मान र जीवनशैलीको प्रतिबिम्ब हो। हानोकको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ, विशेष गरी छोसन डाइनेस्टी, छोसन राज्यकालमा यसको विकास र विस्तार भएको थियो। कोरियाली पूर्वजहरूले प्रकृतिसँग मेल खाने गरी घर निर्माण गर्थे। त्यसैले हानोकहरू पहाड, नदी, सूर्यको दिशा र हावापानीलाई ध्यानमा राखेर बनाइन्थे। हानोक निर्माणमा मुख्य रूपमा काठ, माटो, ढुङ्गा र प्राकृतिक सामग्री प्रयोग गरिन्छ। यसको सबैभन्दा आकर्षक विशेषता भनेको घुमाउरो छाना हो, जसले घरलाई सुन्दर र कलात्मक बनाउँछ। हानोकको डिजाइनले गर्मीमा घरलाई चिसो र जाडोमा न्यानो राख्ने मद्दत गर्दछ। हानोकको अर्को अद्भुत विशेषता हो वोन्दोल। वोन्दोल विश्वकै प्राचीन तातो भुइँ प्रणाली मध्ये एक हो। भान्साबाट निस्कने तापलाई भुइँमुनिबाट प्रवाह गराएर सम्पूर्ण कोठा न्यानो बनाइन्थ्यो। आज विश्वका धेरै देशहरूमा प्रयोग हुने फ्लोर हिटिङ सिस्टमको प्रेरणा यही वोन्दोल प्रणालीबाट आएको मानिन्छ। प्राय हानोक घरहरूको बीचमा खुल्ला आँगन हुन्छ, जसलाई मादाङ भनिन्छ। यो स्थान परिवारका सदस्यहरू भेला हुने, बालबालिका खेल्ने र विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्ने केन्द्रको रूपमा प्रयोग गरिन्थ्यो। यसले परिवार बीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिन्थ्यो। समयसँगै कोरिया आधुनिक बन्दै गए पनि हानोक प्रतिको प्रेम कहिल्यै घटेन। आज पनि हानोकहरूलाई होमस्टे, सांस्कृतिक केन्द्र, क्याफे र सङ्ग्रहालयको रूपमा संरक्षण गरिएको छ। विशेष गरी फुक्सोन हानोक भिलेजमा हजारौं पर्यटकहरू हरेक वर्ष कोरियाली परम्परागत जीवनशैली अनुभव गर्न पुग्छन्। हानोक केवल इटा, काठ र माटोले बनेको संरचना होइन, यो कोरियाली जनताको इतिहास, कला, वास्तुकला र प्रकृतिप्रतिको सम्मानको जीवित प्रतीक हो। हानोकले मानिस र प्रकृति बीचको सन्तुलनलाई महत्त्व दिन्छ, जुन आजको आधुनिक संसारका लागि पनि प्रेरणादायी सन्देश हो। परम्परागत र आधुनिकताको सुन्दर सङ्गम, प्रकृतिसँगको गहिरो सम्बन्ध र सांस्कृतिक पहिचानको अमूल्य धरोहर, यही हो कोरियाको परम्परागत घर हानोक।